Hello guys, what's up guys, welcome back to my TikTok video. सबैजनालाई सम्पूर्णलाई मेरो टिकटक भिडियोमा स्वागत छ। तपाईहरु सम्पूर्णलाई आज चाहिँ सम्धि र म माथि हैन यो माथि सुलीकोट ग्याङमा घुम्न जाँदै छु है त गाइजहरु। त्यहाँ सुलीकोट ग्याङमा रहेका हैन त्यहाँ गुम्बा छ एउटा हैन हाम्रो सुलीकोट गुम्बा। त्यहाँ हैन भ्यूहरु देखाउने छु त्यहाँबाट हैन अराउन्ड भ्यूहरु लगायत गुम्बा भित्र रहेका हैन पुरातात्विक सम्पदाहरु को पनि हैन भिडियो देखाउने छु है त ल गाइजहरु। गुम्बा भित्र रहेका पुरातात्विक वस्तुहरुको नि भिडियो देखाउने छु, हेरेर साथ दिनु होला है त ल गाइजहरु। अहिले हामी चाहिँ जाँदै छौ सम्झेर म अहिले बाटोमै छौ त ल जाँदै छु, एकैछिनमा पुगिहाल्छ हामी गाइजहरु। देख्न सक्नुहुन्छ है ल गाइजहरु, हामी चाहिँ अहिले ग्याङमा आइपुगिसक्यो है ल है त गाइजहरु। ल फाइनली हामी चाहिँ ल फाइनली आइपुग्यो है त ल गाइजहरु। ल यही हो हैन सुलीकोट ग्याङ गुम्बा चाहिँ यही हो हैन, यही भित्र अहिले जाने छौं हामी। देख्न सक्नुहुन्छ है ल गाइजहरु, अराउन्ड भ्यूहरु दामी देखिन्छ है यहाँबाट चाहिँ, खतरा देखिन्छ, खोला नाला डाँडा काँडा हैन हरियालीहरु देखिन सक्नुहुन्छ। सनसेट भइराछ माथि चाहिँ, गुम्बा चाहिँ यही हो हैन। अहिले हामी चाहिँ यही भित्र भिडियो गर्ने छौं है त ल हामी सुरुमा चाहिँ हामीले चाबी माग्न गयौं हैन गाइजहरु, देख्न सक्नुहुन्छ। हामी चाहिँ चाबी माग्न गएर आइसकेपछि माथि जाँदै छु है त गाइजहरु। चाबी मागेर आइसकेपछि हेर्नु सक्नुहुन्छ है गाइजहरु, गुम्बा चाहिँ हो ए देख्न सक्नुहुन्छ। बुट्टाहरु खतरा छ है, दामी छ बुट्टाहरु चाहिँ ए थङ्काहरु छ पुरै हैन बाहिरको यो चाहिँ। अब चाहिँ हामी बाहिर यस्तो छ है त ल गाइजहरु, बाहिर चाहिँ हामी चाहिँ प्रवेश गर्दै छौं अहिले चाहिँ गुम्बा भित्र। देख्न सक्नुहुन्छ है भित्रको दृश्यहरु पुरै शान्त छ है, पिसफुल छ भित्र चाहिँ, देख्न सक्नुहुन्छ है दामी छ। भगवानको फोटोहरु छ माथि चाहिँ, देख्न सक्नुहुन्छ है ल भगवानको फोटो देख्न सक्नुहुन्छ गाइजहरु। थङ्काहरु छ ल गाइजहरु। गुम्बा चाहिँ हो हैन, आज चाहिँ गुम्बाको दर्शन पनि गरियो हैन, तपाईहरु नि भिजिट गर्न सक्नुहुन्छ। गुम्बा चाहिँ मेलम्ची नगरपालिका वडा नम्बर 5 सिन्धुकोटमा अवस्थित रहेको छ हैन। विशेष गरी यस क्षेत्रकै हैन धार्मिक हिसाबले हैन महत्त्वपूर्ण स्थान हो, भिजिट गर्न सक्नुहुन्छ तपाईहरु नि। मेलम्ची नगरपालिका वडा नम्बर 5 मा अवस्थित रहेको छ है त ल गाइजहरु। थ्यांक्स फर वाचिङ भिडियो। कृपया लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न सक्नुहुन्छ है त ल गाइजहरु। थ्यांक्स फर वाचिङ भिडियो।